हे गाइज मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लगमा सबैजनालाई स्वागत छ। अनि मेरो चाहिँ आज यसरी दिन सुरु हुन्छ। मैले गोदामदेखि बजारको सामान लोड गरेर अनि पसलबाट चाचालाई लिएर अनि हामी चाहिँ लाग्यौँ घुमैतिर। आजको बजार भनेको घुमैको बजार छ। अनि हामी त्यो सामान छोडेर केरवानी जानुपर्ने हुन्छ। हामीले त्यहाँ 4वटा टेन्ट लगाएको छौँ अनि त्यो त्यहाँबाट लिएर आउँछौँ। अनि हामी आइसक्यौँ टेन्ट लगाएको ठाउँमा। अनि केटाहरू सबै आएको छन् किनकि हामी धेरै छौँ। अनि हामीले त्यहाँको सामान ल्याइसक्यौँ अनि अर्को ठाउँ नेक्स्ट ठाउँको लागि प्याक गरेर हामी हिँड्न लगाइसकेको छौँ। अनि त्यो चाहिँ नजिकै छ, यहीँ गएर खालो। अनि हामी चाहिँ टेन्ट लगाउने घरमा नै आइपुग्यौँ। अब हामी चाहिँ यहाँ टेन्ट खडा गरेर हल्का पाइप साइप लगाएर चाहिँ जानुपर्ने हुन्छ। अनि मैले चाहिँ डेकोरेसन सिजनतिर यसो लगाइदिएँ। अनि भाइले नास्ता खाँदैछ। हामी चाहिँ छतमा बाँध्नको लागि गएको थियौँ। अनि सर्वेजी गरेको यहाँ चाहिँ हामीले 8-10 लागि टेन्ट लगाएको छौँ डेकोरेसन सहित। अनि मैले डेकोरेसन गरेर फाइनल गरिदिएँ गाइस। अनि हल्का साँझ पनि पर्न सक्यो। आजलाई चाहिँ यति नै, बाइ।